यत्रो ठुलो मोडल भएर अनि मोडल मात्रै भएर हुन्न नि त, मोडलसँग सबैसँग पैसा हुन्छ भन्ने पनि छैन नि त। कुरो सही गर्नुहोस्, कुरो चाहिँ सही कमाउनेले कमाउला, तर हामी अब अहिले भर्खर होइन सङ्घर्ष गर्दै आएको मान्छेहरूसँग फेरि अनि त्यस्तै त हो नि। तपाईँ निकै फ्रेन्डली मान्छे म तपाईँको म एकदम फ्रेन्डली लाग्यो तपाईँ यार। चिल पार्क है, सबैसँग मिल्ने कि हजुरको सोझै हजुरको त्यो उनी राम्रो छ नि त, अनि सबैलाई त्यस्तै नजरमा देख्नुहुन्छ क्या हजुर। मतलब हेर्नु हाम्रो पोस्टर रेडी भइसक्छ हेर्नु भोलि आउँदैछ। ल गाइस, भोलिको म्युजिक भिडियोको पोस्टर आज आइसकेको छ है त। भोलिको दिनमा सबैले यस्तो विद्यामा तर हजुरसँग म्युजिक भिडियो खेलिसकेपछि यो पछिल्लो समय मेरो धेरै राम्रो भयो नि, थाहा छ कि नै? होइन तपाईँले यो कुरा डिजर्भ गर्नुहुन्छ भन्दै सबैजना यतै आउनुहुन्छ, कति धेरै माया गर्नुहुन्छ भाउ, कति धेरै क्रेजी भाइ हजुरको फ्यानहरू भाउ। अनि तपाईँ सुत्ने बेला पनि मेकअप लाएर सुत्नु क्या? मेकअप लाएर होइन, अहिले भर्खर आएको थियो अनि त्यहाँ मेरो त्यो गीत पनि आएको छ क्या, त्यो पिआरवाला यताउति गीतहरू रिलिज भइरहेछ, त्यो गीतमा टिकटक बनाएर एकछिन लाइभ बस्दिएको। सुत्ने बेला कहाँ यतिकै सुत्छ र सुत्दैन, उतारेर भूत बनेर सुत्छु। अनि को हुनुहुन्छ घरमा? घरमा को हुनुहुन्छ? हजुर घरमा को हुनुहुन्छ? घरमा सबैजना हुनुहुन्छ, मम्मी बाबा दाई। मैले मतलब रुममा काठमाडौँमा त एक्लै बस्नुहुन्छ कि फ्यामिलीसँग बस्नुहुन्छ भनेको? म बस्नु त एक्लै हो। भूत आउला के? अनि कहिले काहीँ सुटिङदेखि अबेर आइन्छ अनि घर आएर कोठामा आएर फेरि खाना पकाएर सुत्नुहुन्छ? खानै खाँदिनँ, यत्तिकै सुत्छु। खाना त्यही भएर मान्छे पातली भएको रहेछ आजकल। त्यही भएर हजुरले पुग्न सक्नु भएको है मलाई। पुग्न नसकेर 12 बजी त पुरै मान्छे त लास्ट पातली त लास्ट भारी हुँदो रहेछ हौ। लास्ट काँधमा यसरी काँधा यसरी बोक्ने सिन थियो यार, दिमाग खराब म त गाह्रो भएको म त ढाड दुखेर हैरान। ठिक छ, मलाई पुग्नै नसकेको भने। अनि के छ पार्वती, कतिले सुन्नु तपाईँ? हजुर म अब एकछिनसम्म बस्छु अनि जान्छु। हजुरको फ्यानहरूले कति धेरै माया गर्नुहुन्छ, बस्नुहुन्छ आउनुहुन्छ, अनि कस्तो जानु म त हेर्नै म त बिरामी भएर काठमाडौँ आएको थिएँ। अब के भयो र? अहिले प्राय सबैजना बिरामी हुनुहुन्छ के हो? सुन्न नन स्टप अनि रातभर नाचेको नि त त्यति बेला त। तपाईँको र हाम्रो गीत त एक्टिङमा त थियो, खासै त्यति खास सङ्घर्ष गर्नु पर्ने हो कि नि। दिउँसा भयो सिर्फ एक्टिङ थियो, घरिघरि अङ्गामा मारेर जस्तो थियो। अनि उहाँ त हेर्नु अनि पुरा 12 जना डान्सर पछि नाचिरहेको थिएँ, अनि नन स्टप आँखा झिमिक्क नपरेको नाचेको नि। यस्तरी म त पठाएकोमा घर डान्स गर्नबाट यसो छुट्टै प्रेसर हुन्छ कि, किनकि त्यो सबै स्टेपहरू सम्झिनु पर्छ, कसैले केही भन्ला कि भन्दै त्यो सोचमा काम गरेर हुन्छ। म पनि त्यस्तै हुन्छ। स्याडहरूमा चाहिँ अब यतिकै नर्मल यताउता हल्लिहाली दुःख हुन्छ, स्टोरी धेरै खेलाउनु पर्छ, तर त्यही सजिलो लाग्छ मलाई चाहिँ, रुनु नै सजिलो लाग्छ डान्स। पठाउ समातेर घर जाने बेलामा त पठाउँदा मलाई यस्तो झुलिरहेको थिएँ। माथि हजुरको नाइट सुट थियो नि त, त्यही माथि हजुरको नाइट सुट थियो नि। नाइट पनि चाँडै भए त भेन्थ्यो कि, अन्त सुटिङ गर्ने बेला 12:30 भयो कि पानी पऱ्यो हेर्नु। गाह्रो छ। ल गाइस, भोलि यो म्युजिक भिडियो आउँदैछ। हाम्रो पार्वती र मेरो कतिले टिकटकमा देख्नु वाला डक्क हक गरेको छिन् यही भिडियोको। सबैजनाले माया गरिदिनुलाई भोलि आउँदैछ। एकदम